कसैले उड्न मेरो मन किसान छ तिम्रो नभएको कुरा क्या जन्मिँदै ठुल्दै त उदाहरण जानु पनि त्यो आएन अहिले मैले ब्रेकमा ठोकिन्थ्यो होला नि सायद क्या उसले हरन बजाउँदै आउनुपर्छ कि तति साइडले बाल्दै हरन बजाउँदै बिस्तारै त्यो स्ट्रेटको त अलिक लेफ्ट स्पिडमा हुन्छ नि त कसले लाइसेन्स दिन्छ यार यस्तो टर्निङमा चाहिँ उकालो होस् चाहे ओह्रालो होस् बिस्तारै गर्ने हो नि त खासमा त सबै हेरेर लाएर यता बुढो होइन काठमाडौँमा रिक्स अलिकति हुने हुन्छ क्या उता विचार गर्नुपर्छ
कस्तो जाम यार बेलुका काठमाडौँको जामले मलाई पारेछ रे अनि जाउँ मोमो खाम रे कसरी बिगार्छ So welcome to my channel. दिँदैछु भिडियो क्वालिटी अवश्य राम्रै होला बट साउन्ड क्वालिटी कस्तो छ भनेर मैले अहिले बोल्दैछु है अहिलेसम्म बोलिरहेको थिएन मलाई लाग्छ साउन्ड क्वालिटी अलि राम्रो हुँदैन होला फर्स्ट भिडियो चाहिँ स्कुलसम्म राम्रै हुन्छ भनेर आशा गरेछु सो हेरौँ यो त भिडियो राम्रो भयो भने अडियो क्वालिटी त अभियसली म के जग्गा आएर भन्दैछु मेन कुरा चाहिँ भिडियो नै राम्रो भिडियो राम्रो छैन भने त अब भिडियो त राम्रो हुनुहुन्छ भिडियो साथीहरूको सफल अहिले टेक्नोलोजीले प्रायः पुऱ्याइदिएको छ है पहिला हामीले मोटो भ्लग गर्दाखेरि गोप्रो क्यामेरा थियो अनि गोप्रो क्यामेरा असाध्यै महँगो भएर हामीले एक्सन क्यामेराहरू चलाउँथ्यो 4K एक्सन क्यामेराहरू गोप्रो 30-35-40 हजारले गोप्रो त्यति लिन्थ्यो भने पहिलाको कुरा है अब अनि एक्सन 4K एक्सन क्यामेरा 6,000 5-6-7 पाइहाल्थ्यो क्या होइन अब त्यो पनि बजेट नहुँदाखेरि चाहिँ मोबाइल होल्डर राखेर मोबाइलबाट लिन्छ क्या अब अहिले भने त चस्मामै क्यामेरा इट्स अल बिकज अफ आजकल तामाङजी दिदी है उहाँले उहाँले गर्दा नि हो नेपालमा भाइरल भएको यो प्रडक्ट न त एब्रोडमा खोलिदिएको थियो अरे एब्रोडमा खोलिदिएको थियो अब नेपालमा चाहिँ पछिबाट आएको हो होइन नेपालमा चाहिँ हान्दै मलाई हान्दै नेपालमा चाहिँ पछिबाट आएको हो अनि कस्तो आँखामा लाइट पारेको अनि विदेशको प्रडक्ट हो चाइनिज प्रडक्टहरू पनि थुप्रै आएको छ अहिले चाइनिज प्रडक्ट भन्छन् अनि यताबाट छिटोदै आइहाल्नु अर्पट्टि
यो सर्टमा मैले क्यामेरामै बेच्छु अरे जेस अब बोकिराख्नु परेन दिन जति हो बोकिराख्नु परेन अनि अर्को कुरा भनेको इजिली रेकर्डेड हुने भयो होइन इजिली बोक्न मिल्यो होइन क्यामेरा मोबाइलहरू बोक्न क्यामेराहरू एक्स्ट्रा ग्याजेट्सहरू लिएर एक्स्ट्रा चार्जरहरू लिएर सिस्टर मान्छेहरू चाहिन्छ किन आफै होल्डर हुन्छ त जसमा त सेल्फ उयो सक्यो नि त होइन अझै लाइट बल्दो रहेछ कि लाइट नबल्दा चाहिँ अझै रमाइलो हुन्थ्यो लाइट बल्दा चाहिँ मान्छेहरूले थाहा पाइन्छ है रेकर्डिङ होइन सो म विदाउट कटिङ है नकाटी म यो भिडियो अपलोड गर्छु युट्युबमा सो अब राम्रो भयो भने कन्टिन्यू गर्छु मोटो ब्लग अब त्यस्तै अरू यो राजकुमारहरू जस्तो त मोटो ब्लग त सकिँदैन हामी त जब होल्डर सामान्य जब गर्ने मान्छे सो अलिकति त्यही अफिस घर गर्दाखेरि हिँड्ने हो अरू बेला त सकिँदैन अब उनीहरूको कामै मोटो ब्लग हो हाम्रो त अब सो अब यो गरेर चलाउँछन् है साथीहरूको सपना रमाउने कति मिनट अब 12 मिनट 5 मिनट 3 मिनट भन्ने मिनट हुन्छ त्यही मिनट अनुसार रेकर्ड गर्ने हो मैले चाहिँ 12 मिनटको सम्झित गरेँ होला त्यो राखिदिनु पर्छ भाइ एकछिन भइहाल्यो 5:30 भएछ